उस्मा नमस्कार अमिला कति धेरै उठ्के अमिला 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 हामीलाई अमिला टिप्देऊ उस्मा हामीलाई अमिला टिप्देऊ हामीलाई अमिला टिप्देऊ फाइनली अर्ग्यानिक के अरे रायोको साग नि रायोको साग बुहारीले हामीलाई टिप्दिनलाई चाहिँ कि हामीले घर लैहाल्यो घर मिठो साग छ रे ऊ यहाँनिर कति धेरै अमिला छन् हाम्रो माइत त ओहो हामीले बुहारी फेरि कति साग टिप्दिनलाई चाहिँ ऊ यहाँनिर अमिलै अमिला हाम्रो गाउँ कति रमाइलो छ मजाले आनन्दसँग बस्ने साग टिपेर हामी चाहिँ आइसक्यौँ यहाँनिर केरा यहाँनिर काँक्रो चराले खान्छ र त्यही भएर पुरै जाली लाएर ढाकेर पुरै हेर्नमा नै छैन यहाँनिर चिचिनो 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 यस्तो चिचिनोको तरकारी खाने अनि त्यस पछाडि बोडीगार्ड हाम्रो माइतका बोडीगार्डहरू पप्पीहरू पप्पीहरू यिनका बोडीगार्ड पप्पीहरू यिनका बोडीगार्ड उज्जिलो हिँड्ने जे भन्यो त्यही दुई सासूबारीका बोडीगार्ड जेठान दिदीलाई फेरि ओहो काक्ती लग्ने अमिला लग्ने तरकारी लग्ने पुरै खै के ल्याउनु भयो देखाउ खै के ल्याउनु भयो झर्या क्या सबै सुधिबे उठ त उठ मेरो भाइ यस्तरी सुतिरहेको बिहान बिहानै कति रमाइलो छ ओहो पारी डाँडामा बिहानै घाम आइसके कति राम्रो घाम उता तल खोलामा फेरि धेरै ढिलो बस्छन् कि त्यहाँ फेरि अनि लेकतिर राम्रै छ जे होस् रमाइलै छ यहाँनिर पानीको धारो यहाँनिर टोइलेट यहाँनिर घर ओ यस्तो राम्रो खसी पाले मेरो भाइले पुरै किसाए यो के अरे जुकाको औषधि खाइदिनु ला रे जुकाको त्यो पनि समात्नै सके छैन कि कठै